गर्नु पर्यो खेती गर्नु पर्यो रोप्नु पर्ने पानी छैन पानी छैन पानी खोज्दै हिँडेका हामी पानी खोज्दै हिँडेको हामी कुलो बनाउनलाई खाजा छोडेर अघि आएको मान्छेहरू मजाले भ्याइदिएर चाहिँ हतार दौडेर आएको कोही आएको खर हातैले अब त हातैले हो हातैले खर सर म चाहिँ खुकुरले भन्छु घरमा त चाहियो नि त हौ। हामी चाहिँ कुलो झोड्नको लागि चाहिँ अहिले जाँदैछौँ बेतना सिमसार। आमा तिमीहरूको फोटो त खिच्नु पर्यो नि त हो यो ए कोदाली बोकेर फरुवा बोकेर फर्काएर लु मुहान पनि आइपुग्यो। पानी कति चिसो छ केटा हो छेकबाट यही हो गर्नुपर्ने हामीले यताबाट जोड्दै जानुपर्छ। टोलीहरू आउँदैछन् हाम्रो मुहान चाहिँ हाम्रो बेतनाको पानी यसपालि चाहिँ यङ केटाहरू पनि आइपुगेछ पोइन्ट ल्याउनुलाई। यो चाहिँ हाम्रो बब गार्डन लभ गार्डन भन्नु अहिले चाहिँ छैन यहाँ बबहरू सजिलो भनेर टोलीहरू आउने क्रम जारी छ। धेरै ठुलो छ पानी तल तल आउँदैछन् टोलीहरू अब लु सुरु गरौँ न अब यो पटेका लगाएर यहाँ यता उताबाट यहाँ डेमकिटेम हान्नु थालौँ त लु केटा आउँदै गर्छ। सुरु गरौँ न हो ल सुरु गरौँ टोलीहरू मैदानमा उत्र यता त नभत्काउने उताको तान्नुपर्छ यताको तान्नुपर्छ फोहोर पनि यताकै तानेको फरुवाले तान्ने हो त्यही राखौँ न अब त्यहीँ सजिलो छ फेरि भत्काउँदा फेरि बनाउनु पर्छ नि यता त ट्याप्पै हानिदिउँ न बाँध त बाँध्नु पर्ने हो नि यहाँनिर अब छैन सजिलो हो नि बाँध बाँधै गयो त सजिलो हुन्थ्यो नि त अब बाँध कसले बाँधिदिने डिज लगाऊ जान्छ हुन्छ राति पानी हाने यो नाथे त उडिहाल्छ बोरा यसपालि चाहिँ कहाँबाट रु छिटेर आइपुगेछ यार यो सदा त हाई मात्रै गरिन्थ्यो त यसपालि आइपुगेछ नयाँ मान्छे होइन टिकटक बनाएर मात्रै काम चल्दैन काम पनि गरेर गर्नु पर्यो
अलिक ठुल्ठुलै खोलौँ है ठुल्ठुलै यो हावा त काम नपाएर कुलो जोड्नु आएको त यहाँनिर अनि काटौँ भनेको फेरि कसैले भयो भने चाहिँ अनि कसको कुरा सुन्नु काटिदिउँ हाल्दै त उद्यो ड्रम ल झर केटा झर यही घटाउ यो आम्मामा पुरै पटेकाले त भरेको रहेछ त पहिनी त कसको मेरो ए बिफोर आफ्टर देखाउनु बिफोर आफ्टर बिफोर उता देखाउनु बिफोर त अघि देखिसक्यो त पुरै बन्द छ है हिँडेन गडा हिँडेन हिँड गडा म टोकिसके जस्तो लाग्दैछ खोइ अरू यहाँ 3 भाइ मात्रै हो कहाँ म त त्यही माथि हराएको अनि पुरा यसले छेकेको क्या माथि दुईजना मात्रै हो तपाईँहरू कता गयो त अरू यस्तोहरू छ बगाइदिनु नि तल हो सोरिहाल्छ नि हामी त त्यसै गरिदिएको